Good evening. Good evening, guys. Good evening. After long time, so it's time भेटेपछि मेरो ओखलढुङ्गातिर जान लागेको है आज छुट्टी पनि थियो कामहरू पछि सबैजना बिजी नै हुन्छ हाम्रो त्यो अगाडिको साथीहरू नै दुईजना काममै हो पछाडि पनि हो सब यो भागतिर चाहिँ खोला हुन्छ क्या हाम्रो प्रायः जस्तो अब हाम्रो चाहिँ यो माथि बस्ती पौडी हुने छेउछाउतिर पुगिँदै भइरहेको long time है सबैजना यहाँ माथि उता टाढै उकालो हस्तो पानी खाने धारा छैन अक्कलहरू त्यहीँनिर मान्छेहरू पानी भर्न आउने अक्कलढुङ्गाको पानी केटाहरूलाई यहाँ बस्न चाहिँ सही हुन्छ जेस हामी जस्तो केटाहरूलाई हामी हल्का रमाइलो गर्ने टाइपको केटाहरूलाई सजिलो हुन्छ राम्रो छ भनौँ तर फेरि राम्रो छ भन्दा पनि त्यति साह्रो ड्रोन गरेर चाहिँ हिँड्नु हुँदैन बाटो अलिकति नराम्रै बाटो राम्रै भयो नि कहिले के हुन्छ कहिले के हुन्छ चाहिँ हुँदैन थाहा हुँदैन बुस्सु बुस्सु हाँस्दै हाम्रो दस हजुर फाइनली क्यान्सल भयो है यहाँ चाहिँ डेन्जर प्याकै भएर अब हामी नेक्स्ट डेस्टिनेसन जान्छु यो डाँडामाथि डाइरेक्ट त्यहीँ गएर भेटौँला है त
फाइनली खतरा ठाउँ रहेछ कि यता पनि हिडन प्लेस इन पोखरा B13 एरिया है तल्लो भाग कमल पोखरी सब Night good time. After long time we meet together, right? And those are सबैजना यस्तै छ तर धेरै पछि आएको होइन धेरै वर्ष भयो थियो हामी यो ठाउँमा आएर कति बसिन्थ्यो होइन तर यहाँ माथि यो ठाउँ चाहिँ एक्सपेक्टै गरेको थिएन कि किनभने यहाँ कहिले पनि यादै गरेको थिएन तर यहाँबाट पनि राम्रो देख्दो रहेछ कि सर्ट टाइम यहीँ नजिकै घर हुने बाटोतिर घर हुनेहरूलाई चाहिँ आएर बस्नलाई खानलाई चाहिँ हरिबै सजियोस् सबैजना है र त्यो बिजीपुरको पुलसम्म पुग्छ होला सायद यो औधी क्षेत्रको लाइनहरू पनि सबै देखिन्छ नयाँ एयरपोर्ट खान्न है फेरि यो मान्छेले केही खान्न कि फेरि यत्तिकै हामीसँग बस्ने मात्रै कता बाटो के बाटो त खतरै रहेछ हजुर जाने साथीभाइ तर हाम्रो टाटो हाम्रो साथीले एकदम भित्रबाट कि हामी त्यस्तो रमाइलो फिल भयो तर यो मान्छे चुर हो कि Jump.